यो अमला क्यान्डी बनाउन चाहिँ एकदम सजिलो छ कि खाँदा पनि मिठो र बनाउन पनि छिटो सजिलो। सबैभन्दा पहिला अमला पखालेर बफाएर मजाले फुट्ने गरी पकाउनु पर्यो। अनि फुट्न थालिसकेपछि चाहिँ त्यसको पानी पनि एउटा भाँडामा राख्ने, अमला पनि एउटा भाँडामा सेलाउन छोड्दिने। सेलाएपछि चाहिँ यसलाई यसरी हातले मजाले केस्रा निकालेर दाना चाहिँ फ्याँक्नुपर्छ। मजाले फुट्यो भने चाहिँ केस्रा निकाल्न सजिलो हुन्छ नि त। अनि यसलाई चाहिँ यसरी ग्राइन्डरमा मजाले पिस्ने, यही पानी थोरै हालेर, धेरै चाहिँ पानी हाल्न हुँदैन, फेरि पछि पानी सुक्न टाइम लाग्छ नि त पकाउँदाखेरि। त्यसपछि चाहिँ थोरै घिउ हालेर यसलाई पकाउने, मिडियम टु लो फ्लेममा मजाले पकाउने। पानी सबै सुक्छ। अनि हजुरहरूलाई चिनी छ भने चिनी, होइन भने मिश्री, होइन भने सक्खर, मैले चाहिँ सक्खर एड गरेँ यसलाई गुलिएको लागि। मजाले पग्लिन दिने, पकाउने, पानी निस्किन्छ फेरि सुकाउने। यसरी चाहिँ यसलाई यतिको पकाउँदै चलाउँदै गर्ने, डर नदिनु भएन, तल ढाँसिन चाहिँ दिनु भएन। अलिअलि अमलाको बम्सहरू जस्तो देखियो भने पनि त्यही फुट्छ, गलेर म्यास गरिदिँदा हुन्छ। यसलाई डल्लो पार्न सजिलो होस् भन्नको लागि मैले चाहिँ 2 चम्चा जति कर्नफ्लोर पानीमा भिजाएर एड गरेको थिएँ। त्यसपछि नुन हालेँ। नुन चाहिँ धेरै नहाल्ने, किनभने बिरी नुन पनि हालिन्छ नि त। अनि चाट मसला पनि नुनिलै हुन्छ, त्यही भएर ठिकै हाल्ने, बरु पछि पुगेन भने एड गर्दा भयो। अनि यो चाहिँ चाट मसला भयो, 1 चम्चा चाट मसला। त्यसपछि थोरै मैले अजिनामोटो पनि राखेँ। अनि यो चाहिँ ज्वानोलाई भुटेर ग्राइन्ड गरेको धुलो थियो, त्यही राखेँ। अनि यो चाहिँ चटपटाको लागि थोरै पिरो पनि हालौँ भनेर मैले चाहिँ धुलो खोर्सानी पनि एड गरेँ। अनि यसलाई चाहिँ चलाउँदै पानी सुकाउँदै गएर यतिको भएपछि चाहिँ यसलाई चाहिँ फ्लेम अफ गरिदिने र सेलाउन छोड्दिने। सेलाएपछि चाहिँ यस्तो हुन्छ। अब एउटा प्लेटमा चाहिँ मजाले मिश्रीको धुलो चाहिँ छर्केर, अनि साइडमा एउटा प्लेटमा चाहिँ घिउ राखेर हातमा अलिअलि घिउ लगाउँदै थोरै अमाउन्टमा चाहिँ यो पेस्टलाई चाहिँ लिएर अनि डल्लो बनाउँदै त्यस मिश्रीको धुलो माथि राखिदिने। अनि मजाले सबैतिर मिश्रीको धुलो स्प्रिङ्कल गरिदिने। यस्तो डल्लो बन्छ। त्यसपछि चाहिँ खाना रेडी भयो। अनि हामी चाहिँ यसलाई जति टाइमसम्म पनि स्टोर गर्न सक्छौँ। कति सजिलो छ होइन त, बनाउन पनि खाना पनि एकदम मिठो, अमिलो, पिरो, गुलियो। अनि कि मैले अचारको भिडियो बनाएर पोस्ट गरेको देखेर अर्डर आउन थालेछ कि बेच्नु न भन्दै। के गर्नु, सल्लाह दिनुहोस् त, अचारको बिजनेस स्टार्ट गरौँ त। थ्याङ्क यू फर वाचिङ।